एकछिन जोइन गर्नु बुलबस आउनु सबैजना या guys guys tatapio achin ngachidi kati judo ozawachi bangkala zabi sagona judo mare te tatu dinga chita di jobe we are ready आज हामी कहाँ जाने रे पङ्खाला हो अब आज हामी पङ्खालाको भ्यू पोइन्ट पुग्छ पुग्दैन त्यो चाहिँ we are not sure हैन सो अब हामी जाँदैछौँ सो ले या tatapio achin ngachi judo mare zabi nale jobe या Ya chardisou tatapio achin ngachi paro ngachi team diso this all are our team and this again ngachi pheni भन्नु न अब so अब हामी यहाँ यति छौं हामी यति चाहिँ अब जाँदै छौं र हामी यहाँदेखि गएर बङ्गाला जाने भन्थे मैले फर्स्ट टाइम यहाँ आएको I don't know now so let's go guys हाम्रो म्याडमहरु अगाडि बस्दिनुहोस् सो यहाँनिर ऊपर अगाडि एउटा छ अम्ब्रेला सबै कहाँबाट निकाल्यो तैले चोको गएपछि बोल्नु नै अप्ठ्यारो हुँदैछ ल अब चाहिँ गाइस यहाँ हेर्न सक्नुहुन्छ बाइ 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 यतै हो बाटो गाउँ सो हाम्रो यहाँनिर कुन त या छिटो छिटो गो गो ए गाइस यहाँ पुग्दा के भयो बाटो पनि थाहा भएन we are not knowing anything हैन यहाँदेखि बाटो त उम्बो रहेछ अन्त everyone is lost भन्दै फर्स्टमा यो ओर्छ नि यो पोइन्ट टु दी स्टार्टर पङ्कला बिगिन्स यहाँ यस्तो रोड रहेछ अन्त हामी कहाँबाट आयो त्यही त भनेको अनि कोही होला हौ स्ट्रेट त्यही स्ट्रेट हो रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 so 11 of us हामी चाहिँ सबै लस्ट भए अब यहाँसम्म आइपुग्यो कति 1 किलोमिटर हिँड्ने नि हामी 1 किलोमिटर जस्तो हिँड्यो होला सो फेरि फर्केर जाँदैछौँ ल हिँडौँ पङ्कलाको बाटो पनि यो हैन अरे दिस इज नट द वे दुई खेप भए गाइस दुई खेप भयो छेंगी देल्नु गाई तिरो 10,000 टेमे न जब शो शो जब अब चाहिँ हामी यहाँ बलेरमा जाने हो यो एभ्रीबडी where we are going it's not Bangkala it's lost jungle taxi ले हामीलाई taxi wrong way taxi के भन्नु छ ट्याक्सीले अहिले चाहिँ हामी के परे गुरुलाखा आइपुगेको छौँ है यहाँदेखि चाहिँ यो गुरुलाखादेखि उता गएर चाहिँ सायद ऊ माथि देख्ने डाँडामा होला अब हामी जाँदैछौँ
यहाँनिर सो यहाँनिर चाहिँ होइन सबै एक्जस्टेड भइसक्यो यस्तो घुमेन गाइस यता पर अरे बिरन न अब यहाँदेखि उँभो जाने हो त्यो हो कि पङ्काला भन्ने बिरन न हाम्रो पङ्काला यता छैन हो यता ल गाइस हामी 3 जना लास्टमा यहाँ 3 जना पर्यो अरू अगाडि गएको छ अनि अझ 3 जना चाहिँ पछाडि छ है बाटो चाहिँ एकदम उकालो रहेछ त्यहाँदेखि उता चाहिँ पुरा पिच रहेछ है सो हामी जाँदैछौँ सो अब यहाँदेखि अगाडि निकै गइसकेको छ हो हामी 3 जना पछाडि छ बाटो चाहिँ यस्तो रहेछ है इफ यु वान्ट टु भिजिट बाटो चाहिँ यस्तो छ गाइस तातो हामी नि त्यो मिस तातो वाक भनेर त घाम चाहिँ यति तातो कि गाइस घाम चाहिँ यति तातो भन्नै सक्दैन रहेछ यति तातो भनेर त्यस्तो छ है गाइस धुप्पी घरीमा मर्नु रहेछ ब्याग छोडिराखेर हिँड्नु मन लाग्यो छोडिदियो होइन सामी यहाँ 4 जना चाहिँ आइपुग्यो कस्तो लाग्यो यहाँ सामानको चाहिँ यहाँ सामानको यति साह्रो कस्तो लाग्यो जोइन गर्नु बुढबसी आउनु सबैजना भेरी के भन्छ अब नाइस प्लेस ब्युटिफुल तेरे लम्दी दिदी जमताउँदै छोरा जोसुबे तेरे लम्दी दिदी जमताउँदै छोरा जोसुबे ngachi lebeda madam disu jenala pangkalana jemba lekso ese 2 जना कस्तो हुँदैछ फेरि आउने कि आई एम एक्जस्टेड हैन नि के मेडिटेट गरेको यहाँनिर अम्मा अघि आइपुगेर हा So, पुग्न आँट्यो guys, we are about to hit it on that mountain भनेर नि त wow guys, what a peaceful guys yeah dato beochin guys ngachi hinira bemare lam distash ni bedumare pau Dume people now hindi jamto to membela now ni naji dom now also the naji dom the worth it me like subscribe oh guys share yeah guys tabin hin be domare ye mi dhomekush an skera mi mare tas कस्तो भयो मजा भयो first class guys मैले अघि फर्स्टमा त नोटिस गरेको थिएँ नि त त्यही होला जस्तो लागेको थियो सो रहेछ सो तपाईले देख्न सक्नुहुन्छ that was our first point है त्यो चाहिँ हाम्रो फर्स्ट माउन्टेन थियो त्यहाँनिर लाग्नु भएको चाहिँ फर्स्ट माउन्टेन सो हामी चाहिँ फाइनली आया पुगिसकेको छौँ कस्तो लाग्यो यहाँ आइपुग्दा एकदम के भन्छ यसलाई फ्रेस भएर छ है यहाँनिर चाहिँ अन्त हामी चाहिँ त्यो डाँडा थियो हो फर्स्टमा त्यो डाँडा थियो अनि त्यसको उन्दोपट्टि थियो त त्यहाँदेखि चाहिँ हामी यता आएको सो अहिले तपाईँहरूलाई माथिको भ्यू पोइन्ट देखाउँछु ल म जेम्बा लेसो लगाची कि पङ्कलाना पछाडि हेर्नु यहाँ लाहौ अघि आएको तपाईहरुलाई म माथिको भ्यू पोइन्ट देखाउँछु ल यहाँनिर फर्स्ट भ्यू पोइन्ट यो चाहिँ किनभने हाम्रो मेन भ्यू पोइन्ट चाहिँ यता माथि हो नि त है सो तपाईले यहाँको भ्यू पोइन्ट देखाउँदैछु जुम लेट्स गो गाइस मान्छेहरु पनि छ होला यहाँनिर एकदम होला एकदम सो तपाईहरुलाई म भ्यू पोइन्टहरु देखाउँदैछु ल गाइस
us. Let me show you. Wow, guys, very beautiful. So guys, हामी चाहिँ फाइनली आइपुगिसकेका छौँ भ्यू पोइन्ट पुगेको नि छैन सो गाइस अब खाँदैछौँ हामी यहाँ 1 2 3 4 5 चाहिँ खाँदैछौँ फाइनली हाम्रो टिमहरु आइसकेको रहेछ त सबै पनि हैन रहेछ आधी आधी आइसकेको रहेछ है उही पानी पर्न थाल्यो गाइस तर के गर्नु मौसम ठंडा ठंडा है और दिल गार्डन गार्डन हुआ है ऐसा है कि हमारा दिल सब कुछ गार्डन गार्डन हुआ है के भन्नु छ टिमहरु आत्मा मात्रै आउनु मरेर मात्रै जिउमा चाहिँ नआउ यहाँनिर रेडी गर्दैछौ गाइस यहाँनिर यो खाँदैछ ब्याकग्राउन्ड निस्किएर गाइस दातु बेवा छिन माची चटपटी इटिङ नै कस्तो मिठो हुँदो रहेछ After 5 hours. 5.5 hours. Wow, this tastes so good. So, हम जियो खाएर भ्यू पोइन्टमा जाने छौँ यो गाइस ततो बेन बेवाचिन नाखातुके भ्यू नबुसुकी सिनला ते नदी बेवाचिन नाखातुके भ्यू नबुलो त्यही सजुनला अनि बिमिते मची अनि बेगोते मो मची ओमिते आमा इमे आमा अनि मारे अनि नि मारे छाड्दिसो अनि लेशमे मिटोमे अनि मारे हामी आएको चाहिँ त्यो है त्यो ठाउँदेखि यहाँ आइपुग्न हामीलाई यति लाग्यो गाइस कति लाग्यो लु भन्नु त 3 hours. कस्तो भयो Hardly. बल्ल बल्ल सर्भाइभ गरे भन्नु Yeah guys, finally we are on the top of the hill. Viewpoint timer ang asit so. Let me show you. Ali mata watching guys. आने भी तुम्हारी गाइस आने भी आने peaceful guys chop chop पे होने मारे guys या दातो बेन गाची जो तुम्हारे छाड़ो दिसो chapya chapchi so we are going bye bye see you in the next vlog तपाईले सब्स्क्राइब गरिदिनुस् भ्यू गरिदिनु भएको छ भने तपाईले लाइक गरिदिनुस् शेयर गरिदिनुस् कमेन्ट गरिदिनुस् ओके गाइस Oh, toki kude mina. Ya, toki mina chara mina.